हेलो एभ्रिवान, आज पनि मैले एउटा नयाँ मिनी ब्लग लिएर आएको छु। यो चाहिँ हाम्रो बार्बिक्यू जाने दिनको भिडियो हो। अलि अगाडिकै भिडियो हो, तर मैले चाहिँ नभ्याएर बल्ल आज अपलोड गर्दैछु। वर्षमा एकचोटि चाहिँ हामी बार्बिक्यू गइराखेकै हुन्छौँ। यो होटलमा बसेको पनि हामी 3-4 चोटि नै भइसक्यो, तर जहिले आए पनि मलाई चाहिँ एकदमै राम्रो लाग्छ। किनभने यो गर्मीमा यो यस्तो राम्रो ठाउँमा छ कि यो पुरै जङ्गलभित्रको ठाउँमा छ कि यो रिसोर्ट चाहिँ। यो रिसोर्टको नाम चाहिँ फुजी प्रिमियम रिसोर्ट हो। यो रिसोर्ट चाहिँ बाहिरबाट हेर्दाखेरि पुरानो देखिए पनि भित्रबाट चाहिँ एकदमै राम्रो छ। दुईटा फ्यामिलीलाई चाहिँ मजाले बस्न, खान अनि बार्बिक्यू गर्न चाहिँ एकदमै रमाइलो हुन्छ। अनि साथीभाइहरू मिलेर पनि धेरैजना बस्छु भन्दा पनि पाउँछ। ठुलो रुमहरूमा चाहिँ 6 जनासम्म बस्न मिल्छ। कुकुरहरू लिएर आउने मान्छेहरू पनि एकदमै धेरै आउनु हुँदो रहेछ। यहाँ चाहिँ कुकुरको कोठाहरू छुट्टै छ अनि कुकुरलाई खेलाउने ठाउँहरूदेखि लिएर त्यो चाहिँ एकदमै ठुलो फराकिलो एरियाहरू पनि छ। यहाँ चाहिँ गल्फ खेल्ने ठाउँ पनि एकदमै ठुलो छ अनि त्यहाँनेरि गल्फ खेल्ने मान्छेहरू पनि एकदमै धेरै आउनु हुँदो रहेछ। मलाई चाहिँ यहाँको रुमहरू एकदमै मनपर्छ, किनभने ठुलो फ्यामिलीहरू बस्नलाई चाहिँ एकदमै आनन्दको ठाउँ छ। अनि बार्बिक्यू नगर्नेहरूलाई चाहिँ किचनको व्यवस्था पनि छ। किचन पनि छ यहाँनेरि। किचनमा चाहिँ ओछ्या अनि त्यहाँदेखि कफीहरू चाहिँ त्यहीँ राखिदिएको हुन्छ अनि इन्डक्सन चुलो पनि छ। हामीलाई चाहिँ केही पकाएर खानु पर्यो भने पनि मिल्छ। यहाँ आउँदा चाहिँ किचनको सामानहरू केही नबोकिकन आउँदा नि हुन्छ, किनभने यहाँ चाहिँ किचनको सेटहरू मगायो भने सबै पाउँछ। यो फ्राई प्यानहरू अनि ठुल्ठुलो भाँडाहरू पनि सबै पाउँछ। हजुरहरूले त देखिहाल्नुभयो कस्तो फराकिलो रुमहरू छ। एकदमै फ्रेस फिल पनि हुन्छ यहाँ गएपछि चाहिँ, किनभने यो जङ्गलको बिचमा भएको कारणले हामीले पनि एकछिन त्यहाँनेरि गएर रुममा बसेर चाहिँ फ्रेस भएर अनि हामी पनि बाहिरतिर एकछिन घुम्न भनेर निस्क्यौँ। यहाँ चाहिँ बाहिरको एरिया पनि एकदमै ठुलो छ। यो चाहिँ भयो कुकुरहरू खेल्ने ठाउँ अनि मान्छेहरू पनि टेनिसहरू खेल्ने, ब्याडमिन्टनहरू खेल्ने ठाउँ छ। अनि यसको अपोजिट साइडमा चाहिँ ठुलो गल्फ खेल्ने ठाउँ पनि छ। अझ टोकियोतिर अर्थात् कतै भिडभाडमा बस्ने मान्छेहरूलाई चाहिँ यहाँ एकदमै फ्रेस फिल हुन्छ। एकदमै शान्त पिस खालको ठाउँ छ कि यहाँ चाहिँ। अनि हामी चाहिँ बाबुहरूलाई लिएर एकछिन घुम्न गयौँ अनि उनीहरूले पनि एकदमै इन्जोय गरे। अनि त्यस पछाडि हामी फेरि रुममा फर्किएर चाहिँ बेलैमा छिट्टै हामीले चाहिँ बार्बिक्यू पनि स्टार्ट गऱ्यौँ। बार्बिक्यू गर्नको लागि चाहिँ यो बार्बिक्यूको भाँडा चाहिँ उहीँ पाउँछ भने हामीले चाहिँ मासुहरू चाहिँ सबै म्यारिनेट गरेर लिएर गएको थियौँ अनि चटपटे बनाउने सामानहरू पनि लिएर गएको थियौँ। हामीले चाहिँ चटपटे पनि बनाएर अनि मासु चटपटे मजाले खायौँ। मैले चाहिँ यो धेरै दिनपछि भोइस ओभर गर्दैछु, त्यही भएर मलाई चाहिँ फेरि जान मन लागिसक्यो। यो चटपटे खान मन लागिसक्यो है गाइस। अनि हामीले चाहिँ बाहिर एकछिन बार्बिक्यू गऱ्यौँ अनि भित्र आएर यसरी आगो बालेर चाहिँ आगो तापेर एकछिन गफ गऱ्यौँ। अनि भोलिपल्ट चाहिँ हामी यहाँ नुहाइधुवाइ गरेर रेडी भएर अनि हामी चाहिँ लाग्यौँ हाम्रो घरतिर। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।